हेलो गाइस, आज चाहिँ म गाउँमा आएको 4 दिन जति भइसक्यो र आज हाम्रो चाहिँ पूजा छ। त्यो पारीको जङ्गलमा पूजा छ अनि यो पूजा चाहिँ पुरै गाउँहरू मिलेर गर्छन्। अनि सो गाइस त्यसको लागि म जाँदैछु। म अहिलेसम्म गएको छैन है। म चाहिँ हामी आउनु लागिसक्यौँ गाइस। यहाँबाट देखिने भिडहरू हेर्नु न, यो सब भिडहरू हो होइन। यस्तो खतरा खतरा भिड छ। हिल्स लाउनुको बेफाइदा हेर्नुहोस्, यहाँ मैले छोपेर हिँड्नु परेछ त्यस्तै होइन गाइस। यो चाहिँ हाम्रो गाउँकी सुशील पुत्तर वहाँ फेरि फाइनली गाइज हामी चाहिँ भर्खर पुग्यौँ। हाम्रो काम चाहिँ प्याज काट्ने अनि पकाउने। यो चाहिँ हैस अनि यहाँ चक्कु सक्कु हुँदैन गाइस, यतै देऊ काट्ने। यसो हेलो चाचालाई देखा हेलो भन्नु, हेलो भन्नु। मैले कस्तो राम्रो बनाएँ। मिस नेपाल मासु काट्दै थिएँ कि, अनि मासु चाहिँ अझै काटेर भ्याएर चाहिँ हामी यता आएको थियौँ। अब चाहिँ काटिसकेर गएर पकाएर खानियो। अनि मौसम पनि आज पानी पर्ला जस्तो भएको छ गाइज। अनि यो कस्तो देखेछ, मासु नै काटेर रहन्छन् अनि त्यसपछि उनले चाहिँ चाउचाउ लिएर आउँदैछन्। अब छिटो 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 मासु भात खाने भनेर आएको, यहाँ चाउचाउ खाँदै बस्नु परेछ। ओ माई गॉड, मेरो भाग्ने तँलाई दिन्छु के पिरो चाउचाउ के चाउचाउ भन्ने खाएका हद्दु बनाए। कस्तो भयो खै। गाउँमा चाहिँ यस्तै हो है, यस्तै गरेर पकाइन्छ, यस्तै गरेर खाइन्छ। देवीको मन्दिरको पूजा पाठ गर्न सुरुवात छ हाम्रो। अहिले चाहिँ हाम्रो बुट्टा खाने टाइम भयो, मासु चाहिँ वहाँ पाक्दैछ। खाने टाइम आइसक्यो, कहिले त हात धोइदियो। फर्स्ट बाइट खान्छु ल। हाम्रो पूजा र वनभोज कार्यक्रम पनि सकिसक्यो, पेट पनि भर्यो। मन्दिरमा दर्शन गर्न जाने रे, सो ढोक गर्न के। हामी दुइटाको चाहिँ भात चाहिँ छुट्टै छुट्टै। तिम्रो खाना कस्तो थियो? मेरो अलग थियो, मेरो चाहिँ दामी थियो बट मैले खान सकिनँ किनकि अलि धेरै थियो। पानी पर्यो, भागा भागा पानी पर्यो गाइस, भिजिन्छ।